हेलो हाई नमस्कार लासा फ्याफुल्ला सबैजनालाई। आज म निग्रो टिप्नु भनेर यो तेब्रुङ जाँदैछु र यो बाटोमा चाहिँ 100 भन्दा तल कुदाउन पाइँदैन। 100 को स्पिडमा जाँदा चाहिँ हामी झनै आधी घण्टा लाग्छ। यो चाहिँ एसियाकै दोस्रो लामो पुल भनेर भन्छ र यो हामी पुल क्रस गरेर चाहिँ हामी निग्रो टिप्नु जाँदैछौँ र आज चाहिँ साथी र दिदीबहिनीहरूसँग चाहिँ म निग्रो टिप्नु भनेर यता आएको छु। ल आज निग्रो टिप्ने ठाउँहरू कस्तो छ तपाईँहरूले हेर्नु होला। यो धानबारी त हो मसिन राख्न आँटे। ल म चाहिँ अब हामी चाहिँ यहाँ फाइनली यहाँ आइसकेको छु। यहाँबाट चाहिँ हामी फेरि दाहिनातिर लाग्नेछौँ। अब निग्रो टिपाइ हुँदैछ मेरो होइन। अब निग्रो टिपेर भरे घरमा लगेर परपर भुटेर के ल छिटो अब निग्रो टिप्नु आएको बाटो त यस्तो रहेछ। निग्रो टिप्नुलाई चाहिँ अब छत्रे टोपी लगाएर चाहिँ निग्रो घाटतिर जान्छु म। मेरो त खुट्टा दुखिरहेको हिजो बल खेलेकोले। हाम्रो निग्रो टिप्ने ग्रुप सिमल तर टन्नै रहेछ त। यो खनाभन्दा मारिहाल्छ मान्छेले अनि खन्नु त खनेछ कुन्चेले चाहिँ बोट चाहिँ बोट्दै रहेछ। तर यो बाँतिर लाग्नु त पर्छ भने उखु घारीमै रहेछ नि त। तेरो पाले हो यस्तो छ कि सरकारी यो टिटो बनाएर आएर मान्छेले नभने कहाँ भन्नु अरू ल फाइनली हामी चाहिँ यहाँनिर निग्रो टिप्मा ठाउँमा आइसकेको छौँ। ल हामीले चाहिँ निग्रो टिप्नु सुरु गऱ्यौँ तर घारी रहेछ निग्रो टुप्पा मात्रै टिप्ने होला होइन। सर्पाले बटाएर भन्ने चाहिँ छैन। निग्रो टिपेर परपर भुटेर भरे खानु पर्यो। अब जस बुट लाएर सजिलो हुँदैछ निग्रो टिप्नु। पर भुटेर छैन भरे नखाइ भएन। यो निग्रो यत्रो खोला तरेर आयो अनि कहाँ छोडिन्छ होला निग्रो। ल कसै केही भनाइ छ भने भनौँ। निग्रो चाहिँ छैन र खै बजारको मिठै नलाग्ने भइसक्यो। यताको मिठो हुन्छ बजारको त पानीमा गाडेको हुन्छ नि अलिक खल्लो हुन्छ। घर रहेछ अब यति नै हो त निग्रो। के टिप्नु खोइ बाबा टिप्नु तल भुइँमा थियो होला। अब रुखतिर हेरेर कहाँ हुन्छ। अजिङ्गरले एकै तालमा चाहिँ निग्रो घारीमा मान्छेले त्यो बजारतिर कहाँबाट लगेको रात दिन लगेको टिपेर
निग्रो यो खालको निग्रोहरू चाहिँ हाम्रो पाहाडतिर यसरी हुन्छ पाहाडतिर तर यहाँ पनि रहेछ निकै मजाको अलिअलि त रहेछ निग्रो त म छैन होला भने कल्ले कल्लेमा टिप्छु म छिपेर चाहिँ टिप्दिनँ भरे एक ठाक लगेर चाहिँ परपर भुटेर खाएपछि सकिन्छ खानु पर्यो खाने तरिका तल फेदमा हुँदैन रहेछ हामी चाहिँ माथि माथि हेरिन्छ त्यही भएर रन्त रहेछ निग्रो निकै भक्कुले रहेछ म छैन होला भने त यो त बेसी रहेछ निग्रो मतलब छोटो रहेछ क्या निग्रो निग्रो लाउ माया निग्रो घारीमा मेरो हात कालो हुन्छ निग्रो भन्ने यस्तो हुन्छ यहाँनिर निग्रो यस्तो पाउँदो रहेछ बाफ्रे के हो निग्रो त हेर्नु यस्तो नेपालमा त त्यतिकै त के पाउँथ्यो म यहाँ बाफ्रे यहाँ त पुरै यो टन्नै रहेछ क्या यो अब यस्तो राम्रो निग्रो भाइ कस्तो खालको निग्रो छ लाम्चो लाम्चो छ निग्रो निग्रो त बाफ्रे बाफ्रे यो सबै निग्रो घारी रहेछ है ल तमाम हराउला निग्रो घारीतिर म टिप भइरे टिप बाफ्रे 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 निग्रो कति खानु बाफ्रे ल आम्मामा ल कति हो कति जति टिप्यो उति टिपौँ लाग्ने खालको चाहिँ रहेछ है ल बाफ्रे बाफ्रे ए निग्रो त कति हो कति ल बाफ्रे 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 बन्धन के हो बोल्नु छोड त टिप राम्रो अघि को गएर टिपिसकेको त मान्छे पल्लै छ पुग्यो क्या हो भयो अब चाहिँ कति हो कति अनि उता पनि गइसक्यो क्या कति हो कति यार दिनैभरि टिपिङ लागिराख्ने अब चाहिँ नटिप्ने झोला पनि भर्यो झोला पनि भरियो निग्रो टिपेर बाफ्रे बाफ्रे ल फाइनली मेरो झोला भरिसकेछ अब चाहिँ भर नटिप्ने अब फर्किने भयो भन्छौँ म के गर्यो पसिना सरी भएर कहाँ हिँडेको बन्द निग्रो गाउँ रहेछ मान्छे त निग्रो घारीमा त हराउने जस्तो कता कता गयो त्यो तपाईँलाई निग्रो खानु मन छ भने चाहिँ यहाँनिर आउनु होला निग्रो घारी यति रहेछ बाफ्रे बाफ्रे हामी त टिप्दा हैरान भएर अब छोडेको अब जानु लागेको बमजन छिटो आइज छिटो जाने अब भलिबल खेल्न होइन त्यस्तै होला
बमजन छिटाइज निग्रो लिएर पनि हट पट भुटेर पनि खाइयो।